Hello guys, let's welcome to new video. आज चाहिँ म कर्णाली चिसापानीबाट छु। चिसापानीमा घुम्न आएको है। हिजो चाहिँ आइयो यतै बास बसियो कर्णालीतिर, चिसापानीतिर एकदम चिसो हावा खाँदै। अनि हिजो भिडियो बनाउने भनेको है, हिजोदेखि नै बनाएको स्टार्टिङ भनेको। अनि म हतारमा हिँडेँ है, अनि ब्याट्री पनि थिएन क्या, केही थिएन। अनि त्यसपछि यता आएर गरौँला भन्ने हो। यहाँ पनि लाइट गयो, अनि गयो रातभरि गयो। अनि बिहान चाहिँ बल्ल बल्ल लाइट आएर चार्ज गरेँ। राम्रोसँग चार्ज पनि भइराखेन के अरे, ब्याट्री फुल्न टाइम धेरै लाग्छ। अनि त्यही भएर म चाहिँ सर्ट तरिकाले चाहिँ जानु खोजिरहेको छु। यहाँको अब कर्णालीको चिसापानी चिसो हावा के छ म चाहिँ होइन तपाईँले देखाउँछु एकछिनमा है त। चाहिँ चिसापानी होइन, हावा चाहिँ दामी दामी लाग्दो रहेछ। मेरो टार्गेट चाहिँ के अरे अब हिजो है उता पश्चिम जाने टिकापुरसम्म पुग्ने चाहिँ सोच्थ्यो। आज चाहिँ निस्किन आयो बल्ल। अहिले चाहिँ टार्गेट पुरा भएन। हिजो चाहिँ रात परेर होइन, रात पऱ्यो क्या। अनि यहाँ शीतल खाना बसेको चाहिँ झन् राति पऱ्यो र घरबारीमा। तर मस्तको दामी हावा हुने रहेछ, के छैन हेरौँ कस्तो हुन्छ। अब निस्किन आएको यता चाहिँ यो कर्णाली नदी भइहाल्यो होइन, कर्णाली ब्रिज छ यता। यसलाई चाहिँ म अब दामी लागिरहेको बहुत दामी। अब यतातिर लाग्छ ल। यो चाहिँ कर्णालीको ब्रिजलाई चाहिँ नजिकबाट हेरौँ न होइन एकपल्ट। र चाहिँ कर्णाली पुल मस्तको हावा लागिरहेको। आज शनिबार पनि रहेछ के अरे है, त्यही भएर भिडभाड पनि मस्त दामी रहेछ क्या ठाउँ चाहिँ। आउँछ यस्तै गर्मी जस्तो छैन कस्तो हुन्छ हेरौँ। हामी चाहिँ टकबल आएर ठाउँ कम्ने आएर चाहिँ क्या शनिबार रहेछ क्या थियो कर्णाली ब्रिज अनि चिसापानीको भ्यूहरू। अब चाहिँ नेक्स्ट भ्यूमा जान्छु टिकापुर घोडावडी तालतिर जाने सोचेर अब हेरौँ। अगाडिदेखि कहाँ गाडी लाग्छ अरे, त्यहाँ गएर अनि त्यहाँको भ्यू हेरौँ है त ल। फाइनल्ली घोडाघोडी आइपुग्यो होइन। गाडी चेन्ज गर्दै बहुत गाह्रो छ त यो घोडाघोडी ताल जानु। कता हो टिकट सिस्टम हो यता कता हो भित्र छिर्नुलाई हजुर? मन्दिर पनि छ त्यहाँको, यतामा जाने घुम्ने मात्र। फाइनल्ली 10 रुपियाँको टिकट लिएर अब घोडाघोडीको भ्यू हेर्न आइएको छ है। यो घोडाघोडी ताल भन्ने घोडा आउँछ लाएर मेन चाहिँ के हो भन्दाखेरि के हो यहाँको मेन त त्यही छ। गर्मी पनि बहुत छ यार, गाह्रो छ। यत्रो हिँड्नु परेको छ यस्तो गर्मीमा है। फोटोग्राफरहरू तन्ने रहेछ क्या हो। घोडाघोडी तालमा यति घोडा नभए त अब के ताल भन्नु होइन। यहाँ चाहिँ टक्क घोडाजीहरू लक्कर हल्लाउरी बस्नु भयो यार। एक्लो छु यार, गाह्रो छ, हिँड्नु परेको छ। गर्मी यतातिर अलिक गर्मी रहेछ, उतातिर त अलिक शीतल थियो। त्यो पनि चिल गरेको छ, मौसम चाहिँ दामी छ। हुनुपर्छ जिन्दगीमा बेसी
भइरहेछ आज पूजा हो हजुर हजुर ग्रह शान्ति हुन्छ हजुरको यात्रा के को सफल म यात्रा सकिसक्यो मेरो त हुन्छ मेरो यात्रा त सकिसक्यो नि त अब हिसाब मात्र हो फर्किने अब आगेको पनि राम्रो हुन्छ शनिदेवको शनि ग्रह जो हुन्छ नि हजुर हजुर सर्पदोष शनि दोष त्यस्तो किसिमको ग्रहहरू लाग्दैन भनेको यहाँ दर्शन गर्नुभयो टिका लगाएर जानुहोस् ओके ओके छ त भनिहाल्नु भयो टिका लगाएर छैन सर हजुरको यात्रा सफल गराउँछु म भनेर मैले फुल दिन खोजेको हुँ मैले हजुरकै लागि सनातन हो यो जय हो मनोकामना ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमिसुतौ गुरु शुक्र शनि राहु टिका लगाइनु भयो धन्यवाद ग्रह शान्ति गराऊ त्यो 15 रुपियाँ लिएर जाने क्या म त्यो 15 रुपियाँ लिएर जानु कस्तो छ यो ताल केही भन्नुहोस् न एक दुईवटा तालको बारेमा भनिदिनु त म एक्लो मान्छे तपाईँलाई सबै थाहा पाउनु भयो होला म त घुम्दै है यतासम्म आइपुगेँ यो तालको बारेमा यहाँको पौराणिक यो पहिला यसमा भगवान विष्णुको अघि सत्य उमा लक्ष्मी र विष्णु चाहिँ सैर गर्दै घुम्दै थिए कुनै यो तपोवन हो त्यसकारण एक राजा घोडामाथि सवार आइरहेका रहेछन् लक्ष्मीले घोडातिर बढी आकर्षित भएर हिँडिरहेका हुनाले भगवान विष्णुले लक्ष्मीलाई श्राप दिएको पौराणिक छ कि तिमीले म सधैँ घोडातिर तिमी आकर्षित किन भयौ भनेर तिमीलाई घोडी हुनु परोस् भनेर श्राप दिएको हुनाले यहाँ स्वयं लक्ष्मीजी घोडीको रूप लिएर यसै ठाउँमा आएर यो मस्किन लोकमा बस्नु भएको पौराणिक छ मस्त कमलको फुल चाहिँ दामी दामी चाहिँ बाँदर पनि रहेछ है म अनप्लानिङ तरिकाले हिँडेर है घुमेर सोच त अब यहाँसम्म आउने थिइनँ त्यही पनि आइयो यतासम्म धेरै नै खुसी छु खुसी हुनु पनि पऱ्यो नयाँ नयाँ ठाउँ घुम्दाखेरि गर्मी महिना भए पनि त्यस राम्रो नै छ चिल पारामा यतिको हुनु पऱ्यो आई लाइक इट यार जङ्गलहरू छ घना जङ्गल छ मैले एक्सेप्ट पनि गरेको थिइनँ कि म यहाँसम्म घुम्छु होला भनेर होइन आइयो अब म त वास्तवमा कर्णाली ब्रिजसम्म गएर आइम कि भने सोचेको थिएँ तर के गर्दै यतिसम्म आइमै भयो क्या गर्मी छ यार त्यही पनि गर्मीमा हिँडेको शीतलै गरिरहेको छ है मौसम पनि टक्क दामी गरेर है भित्र घुम्नु पनि धेरै छ कि म चाहिँ नघुम्ने तालहरूमा चाहिँ यस्तो पाउने रहेछ एक्लो के हिँड्नु यार हिँड्न सकिन्न ताल चाहिँ दामी छ क्या फेरि यताको चाहिँ दामी मन पऱ्यो मलाई कमल फुलहरू भएको आई लाइक इट यार यता फोटोग्राफरहरू टन्न हरियाली सब चाहिँ छ मिठो मा झन्नै हान्न आउँछ नि यार लखटेको झन्नै उल्टो लखाटे नि यार कडा रहेछ बाँदरहरू डर छ पिट्लान् भन्ने मार्लान् भन्ने यार कस्तो गर्छ आएको भने मा पिट्लाखेरि घुम्नु पनि धेरै छ कहाँ सकिन्छ घुम्नु है आधी हेर्ने एक्लै कहाँ एक साइडतिर चाहिँ मन्दिर छ होइन जुन के अरे तार लगाएर सिकाएर छ मन्दिर दर्शन गर्ने पूजा गर्ने यतातिर यो वालभन्दा उता के तार लगाएर छ यो तारदेखि यता फेरि घुम्ने मस्तको लगाएर फेरि घुम्ने ठाउँ यता रहेछ के अरे बाँदरहरू दौड्यान्
फोटो खिच्ने भिडियो बनाउनेको एकदम लर्को छ है। म पनि एक्लै आएको टक्क मैले पनि फोटोसोटो भिडियो गरायो मस्त लाग्यो दामी। यो चाहिँ यो फर्स्ट एक्सपिरियन्स थियो जुन चाहिँ एक्लै घुम्ने होइन रमाइलो हुने एक्लै घुम्ने पनि मस्त दामी दामी चिल भयो है घुम्दाखेरि। घोडाघोडीसम्म आइपुग्यो अब फर्किने तयारीमा छु। फर्किनु पर्छ क्या घर फर्किनु पऱ्यो फेरि गाह्रो छ नि हौ गाह्रो भयो त ल दामी।